उहाँकै घरमा मिस्टेक भयो भने त अनि के गर्ने गाह्रै गर्दैन भनेको होइन मिस्टेक त हुँदैन कुरा बुझाबुझी भएन भने मिस्टेक हुने हो कि त्यो गाह्रो उता दिदीका घरपट्टिको दुई पाटा गाह्रो लगाउँदा छिडी राख्ने ठाउँ भइहाल्छ त्यही भित्र कोठा भइहाल्छ होइन अनि तपाईँहरूलाई त्यो ठुलो काम भनेको त्यही एक तल ढलाइ गर्न हो ठुलो काम हौसला दिएर बरु बढाएर अलि राम्रो बनाएर त्यो भन्ने मेरो विचार हो तर त्यो त्यसलाई घटाएर चाहिँ त्यो भन्ने छैन क्या चाहना मेरो जस्तो छ जाने त्यहाँ राम्रो भएर कहाँ व्यक्ति अहिलेसम्म जयपुर एरियामा मलाई बनाएको अब भाइको घरमा चाहिँ अलिकति अस्तिको कुरो नबुझेर मात्रै त्यो नबुझाबुझ्न होइन त्यहाँ मेन हाम्रो कुरै त अब त्यो आँगन पूर्णिमा थियो त अनि हाम्रो कुरै आँगन पूर्णे अनि कुर्सी पुला गर्ने छोड्ने अनि पछि हुँदा गर्ने भनेर सर्तै त्यही थियो त अनि तपाईँको बुढीले चाहिँ मलाई आँगन ढलाइ छ कि छैन भन्दाखेरि त मैले मन गरेर छैन भन्दाखेरि चाहिँ तपाईँलाई सुनाइहालेछन् होइन होइन ल यसो गरौँ न त अब यसो गरौँ ल यो घर ठेक्का अब नयाँ ठेक्का गरौँ ल नयाँ ठेक्का यो 50 छोडिदिउँ यो 50 सक्यो अब नयाँ क्लियर घर गरिदिने कतिमा गरिदिने नयाँ क्लियर अब घर गर्दा त अब होइन 50,000 यसो न 50,000 लगिसक्नु भयो काम अब कति गर्नु अब क्लियर गर्न कति लाने पैसा सबै क्लियर गरेर घर जिम्मा लाउनेमा अब क्लियर गर्दाखेरि त अब तपाईँको त्यहाँ अब सतर्क सटिङ गर्ने यता इधर उधर माथि त्यो त्यस्तो भएन कि त्यो सटिङ गर्ने के गर्ने आफ्नो कुरा हो ठेक्काबाट लिइसकेपछि म यति गर्न सक्छु मलाई एउटा कोठा चाहियो माथि त्यसदेखि माथि कति कोठा हुन्छ माथि एउटा कोठा निस्किन्छ नि है त्यही त सिँढीको भाग छुटाएर एउटा कोठो त कत्रो कोठो आउँछ एक कोठो निस्किन्छ त्यो बिचको पिलरबाट यहाँ सुन्नु न बिचको पिलरबाट उँभोको कोठो हुन्छ यता अगाडिसम्म भनेको त्यो घरको बिच सिधा उतापट्टि सिँढीको भाग एकाइको त्यो बिचको पिलरबाट उँभो बाटोपट्टि यतापट्टि एउटा कोठा आएको वरपारै त्यो चाहिँ उयो हुन्छ होइन स्ल्याबै रहन्छ माथि त्यो सिँढी चाहिँ सिलाइ रहँदैन त्यो कोठो मात्रै सिलाइ रहन्छ त्यही त कोठो र सिँढीको त उँभो चढ्ने ठुलो चाहिँ सिलाइ भएन सिँढी घुमेर निस्किन्छ त्यहाँ त अब त्यो खाली नै छोडिन्छ त्यही कोठाको त्यही त भने त एउटा ठुलो टोइलेटको जत्रो मात्रै माथि त छत पर्छ क्या 12 बाई 12 होइन लगभग 14 फिट जतिको सिलाइ अनि यहाँ सुन्नु अनि त्यस पछाडि त्यो वरिपरि पनि सबै गाह्रो लाएर एक पाखे छानो लाएर सबै घर निर्माण गरिदिनु ल सबै ठेक्का लिनु त्यो उँधो मैले एक पाखे लाउने छानो भने नि त्यहाँ पनि 2 कोठा बनाउने एकपट्टि किचन बनाउने एकपट्टि सिँढीको पछाडि सानो कोठो निकाल्ने बिचमा एउटा किचन हुन्छ त्यहाँ एउटा सानो टोइलेट पनि मिलाएर राख्ने सबै फिनिसिङ गरिदिने ल ठेक्का लिनु काडाकुडो माथिको फिनिसिङ इटा जोड्ने माथि एउटा सिँढीको भाग निस्किने त्यहाँदेखि एउटा कोठा एउटा सानो टोइलेट माथि तर उसलाई उहाँ बुझाउनु ढलाइ चाहिँ त्यो एक कोठामा मात्रै ढलाइ हुन्छ अरू चाहिँ एक पाखे छानो हुन्छ उँधोपट्टिका चाहिँ एक पाखे छानोको घर हुन्छ छड्कै छानो लाग्छ तल जतिवटा पिलर उठेको माथि चाहिँ त्यो पिलर उठ्यो होइन माथि पछाडि चाहिँ छानो एक पाखे जान्छ भनेपछि पिलर होचो बस्नु अलिक होचो बस्यो यस्तो मतलब यही खालको छानो तिनको यही खालको छानो बस्छ माथि यहाँ जुन यो जुन बिचको पिलर यो भयो योभन्दा अगाडि चाहिँ बराबर पिलर गरेर सिलाइ ढलाइ भयो माथि एउटा कोठो भयो यो त टोइलेट सिँढी घुम्ने भएर त्यहाँ उँभो चढ्ने एउटा सिँढी भयो त्यहाँ त सिँढीको त पल उँभो भयो होइन त्यो सिँढीलाई त्यसलाई त छोप्नु पर्यो नि त माथि त फेरि माथि त एक पाखे छानोले छोपिएको छ त अघि घर देखेन मैले त्यो त एक पाखे छानो त्यो त तलबाट गएका पिलरमा सरा टाँसो अनि त्यहाँबाट टिन ठोकिदियो माथि चाहिँ काठै छानो लाउने एकतारो चाहिँ कि रड हाल्ने काठै लाउने त्यो नाथे कति हुन्छ र काठै लगाइदिनु सबै काठ त्यो तपाईँहरूले त्यो एक पाखे पनि काठ सबै काठ छँदैछन् सबै त्यही पुरानो काठ त्यहाँ जोडेर त्यही पुरानो टिनको छानो हालिदिने हो अनि त्यो तल भएका पलाइलाई जतन गरेर राखेर त्यो एक पाखेमा पलाइ सिलिङ पनि हाल्ने हो फेरि अहिले क्लियर बुझ्नु सबै घर क्लियर गरेर रङ लाउन बाहेक
अरू रङ्सी लाउने तपाईँहरूको काम होइन? सिमेन्ट प्लस्तर सलस्तर घर क्लियर गरेर टक्कसँगले चौकट ल्याउने मेरो काम होइन? चौकट ल्याउने मेरो काम। अरू भनेको त्यो घर सर फिनिस, त्यो माथि छानो हानेर त्यो पलाइको छानो पलाइ मुनि छानो अहिले मेरो घरमा जस्तै टक्क पलाइ लगाइदिने त्यो एक पाखेमा क्लियर कट ल सबै सबै एभ्रिथिङ। होइन घटे यसरी त अहिलेसम्म केही बिग्रेको छैन। घटबड गडेङ गुडुङ भयो भने त त्यो भोलि पिलर लाउँदा होचा पिलर लाएर भएन भने पुरानो छोडिदिनु। अब त्यो 50,000 लगिसक्नु भयो, अब कति थप्नुपर्छ मैले, कतिमा बनाउने? त्यो पुरानो छोडिदिनु, सबै रद्द। माथिको एउटा कोठा ढलाइ हालिदिने, माथि 3 सिन हालिदिन्छु, अब 3 लाख अब 3 लाख चाहिँ थप्ने नि। त्यो त ठुलो, धेरै ठुलो घर बना जति खर्च आएन र नि। अब हिसाब तपाईँ आफैले हिसाब गर्नु नि। अब तपाईँको छ तालको, अब छ ताल्दाखेरि ढलाइ पार्टीले पनि पैसा उडाइहाल्छ, त्यतिकै आएर ढलाइ हालिदिने उडाउँछ। त्यो त थाहा छ, ढलाइ पार्टीलाई अलग्गै पैसा दिनुपर्छ, त्यो थाहा छ मलाई। अनि अब तपाईँको त तल्लो र माथि फलाएर त 50,000 लगिहाल्छ, कम्ती 50,000 36,000को ढलाइ 2 फलाएर हाल्दा लगिहाल्छ। एउटै कोठा गर्नु या दुइटै गर्नु। अनि अब त्यसलाई अब रड कुन्नेदेखि लिएर अब सबै सम्पूर्ण कुरो अब गर्दाखेरि अब खर्च आउँछ नि मेरो। काठ पातको बोक्नु यता यहाँ त्यहाँ गर्दा अब मिस्त्रीले भनेको टाइममा सक्दैन। होइन त्यो चाहिँ तलको ऊ मात्रै हो, माथिबाट त त्यो एउटा छत हालेपछि एक पाखे छान लाएर ट्याप्पक गाह्रो लाउने हो कि? गाह्रो लाग्यो होतै भेनाको सिप, होतै भेनाको एक पाखे छानो जस्तै। अब छाना ठोक्ने सामानको भने एक पाखे छाना हाल्नु भनेपछि अब काठको काम पनि अब त्यतिकै आउँदैन। 3 ठोक्ने अब त्यो माथि 2 कोठा हो नि, 1 कोठा पनि मिलाएर गर्ने पर्यो। अब तपाईँ आफै विचार गर्नु नि। अब तपाईँ मर्ने हिसाबले गरिएको छैन, अब हामी पनि नमरौँ। 3 साढे 3 पुग्छ है। यो त धेरै महँगो भयो। त्यो त नयाँ सोरिजान थालेर पुरै स्काई भेटर ल्याएर खनेर बनाउने जति नै खर्च आयो त नि। नयाँ भएन त, एक कलर हालेर माथि। अनि कहाँ नयाँ भयो? तपाईँको त्यो स्काई भेटर लाएर त इन्जिनियरिङ पास गरेर बनाउने घरैलाई भन्दा पनि बढी खर्च आएन? एक तले घर त्यति फेरि सानो छ, अरूको चल्दै इन्जिनियर अहिले लिएर लाउनु भने पनि पास हुन्छ तपाईँको घर, टेन्सन छैन। त्यस्तो पास हुने नै बनाइदिएको छ, नभए पनि हुने बनाइदिएको छ। भुइँमा होइन, भुइँमा त्यो त्यत्रो काम आएन नि त। त्यो कारणले गर्दाखेरि त्यो त अलिकति महँगो भयो। त्यो चाहिँ अलिकति महँगो भयो, किनभने यो चाहिँ मलाई लाग्यो। अब त्यो अहिले अब म सिधै हिसाब बताइदिन्छु कि तपाईँको त्यो 4 कोठा अब भनौँ यताउति गरेर 4 कोठाको घर बाहिर फ्याँक्दाखेरि तपाईँको माथि स्लटिङ गर्नेले मात्रै स्लटिङ त्यो मैले इँटा लाएर स्लटिङ गर्ने मात्रै दिनु पऱ्यो भने रड सट ढलाइ हाल्नु भने 1.5 लाख रुपियाँ त्यहाँ स्लटिङवालाले लाग्छ। होइन, त्यो सटिङ गरेर ढलाइ गर्नेले 70-75 लान्छ, त्यो मलाई थाहा छ। स्लटिङ गर्नेले त त्यो सटिङ काठ रड कुनेर टाकटुकको ठोक्नु थियो भने अहिले 1,20,000देखि लिएर 1.5 लाख लाग्छ त्यहाँ तपाईँको पहिलो तलामा। अनि त्यहाँदेखि माथि तोडाइ गर्नु पऱ्यो, फिनिसिङ गर्नु पऱ्यो, माथिल्लो तला फेरि एउटा कोठा ढलाइ हाल्नु पऱ्यो। अनि वरिपरि छाना अब तपाईँलाई त लिइसकेपछि घर सबै सकेर जिम्मा दिनु पऱ्यो। त्यही त सबै फिनिसिङ त भनेको त मैले त। तर पुरै सिर्जना गरेर बनाए जतिको दाम लिन खोज्नुभयो कि अलिक महँगो भयो त्यो चाहिँ। किनभने मैले पनि धेरै विचार गरेँ। पुरानो हेर्नु अब तोडफोड गर्दा पुरानो घर हो, पुरानो घरमा तोडफोड गरेर उठाउनै पऱ्यो। माथि त सिर्जना नै भयो नि त, माथिको तला त अब माथि झन् झमेला छ नि त। त्यो त अलिकति मैले त 3 भने तपाईँले कति सुनौँ न त तपाईँको पनि। त्यो त अलिकति महँगो भयो। किन महँगो भयो भने भन्नु त त्यो चाहिँ अब यसो भनौँ न, कुङ्गो सस्तो कुरो भएर कि तिमीले बोला म दिन्छु के हो भन्नु कुरो। यसो गरौँ, के गरौँ भने त्यो भुइँ तलको त्यो सिँढीको भाग र त्यो जुन भुइँ तलको सिँढीको भाग होइन, हजुर, अनि त्यो
भित्र सिँढी जाने कोठाको भाग अनि त्यो भुइँको जुन हाम्रो प्यासेजको भाग मुनि अनि त्यो माथि सिँढी एक तलाको सिँढी जाने माथिसम्म त्यहाँ टाइल पनि हाल्ने होइन हजुर बुझ्नुभयो नि भेनाजु भुइँको त्यो जम्मै कोठालाई होइन त्यो भित्र छिर्दै गरेको प्यासेज अनि त्यो जुन उता सिटिङ रुमबाट सिँढीमा माथि एक तलासम्म पुग्ने गरी सबै सिँढीमा होइन एक मिनट है यहाँ सुन्नु त्यो माथिसम्म होइन त्यो एक तलासम्मलाई चाहिँ यो हाल्ने के अरे त्यो टाइल मार्बल त्यो हाल्ने होइन अनि त्यस पछाडि अरूलाई माथिबाट केही पनि नहाल्ने माथि भुइँ प्लस्टर चिल्लो बनाइदिने सिमेन्टकै अघि भनिहाल्यो त्यो गाह्रो कस्तो भन्ने अब झ्याल त कता राख्ने झ्यालको डिजाइन म दिन्छु झ्यालको बाहिर कस्तो डिजाइन त म पछि दिउँला त्यति हजुर बस्दैन झ्याल बस्यो भने त्यहाँ एउटा त्यही पुरानो घरको झ्याल माथि लगाएर एकपट्टि कतै टाँसौँला कि झ्याल बस्ने भनेको त्यही एउटा कोठामा राम्रो झ्याल राखिन्छ त्यही ढलाइ गरेको कोठामा अरूमा खासै झ्याल बस्दैन बरु त्यो के भन्छ भेन्टिलेसन त्यसै राखिन्छ फलमका ल्याएर ट्याक टाँसेर हावा छिर्ने त्यो सिँढीमा टाल मार्बल अनि त्यो जुन अहिलेको त्यो मेरो जुन त्यो सटरभन्दा बाहिर सानो सिक्का निस्किन्छ त्यसलाई पनि टाल मार्बल अनि माथि एउटा किचन बन्छ माथि एउटा किचन र एउटा टोयलेट बन्छ सानो किचन सानो टोयलेट बन्छ त्यो एक पाखे छानो भएकामा हो त्यहाँनिर त्यो यसो भाँडासाँडा धुने एउटा त्यो किचनको हुन्छ नि त्यो यस्तो बक्सा सक्सा केही नराख्ने त्यो अहिले मेरो किचनमा भएको जस्तो यसो तानेर मसला ससला राख्ने मेरो किचनमा भएको जस्तो राख्ने त्यसमा टाइल लगाइदिने त्यो किचनको भएको किचनभरि माथि हो त्यति गर्ने अनि त्यस पछाडि एउटा सानो टोयलेट बन्छ त्यहाँ कतापट्टि भोलि बनाउँदैन त्यहाँ टोयलेटभित्र पनि तल मेरो टोयलेटको जस्तै वरिपरि लाउने हो होइन हो त्यति गरेर ठ्याक्कैसँगले म दलाल नगरी ठ्याक्कै भनिदिउँ एउटा दाम अब त्यति गरेर हो त्यति सबै गरेर अब ठ्याक्कै 2.5 लाख रुपियाँ थप्छु त्यो अस्तिको 50 सक्यो 2.5 लाख रुपियाँ थप्छु त्यति गरिदिनु र घर जिम्मा दिनु 2.5 लाख अब कुरो के भने नि 2.5 लाख रुपियाँ थप्ने भनेको त्यो अस्तिको 50 सक्यो अब त्यो 1.5 भनेको 1.5मा 50 सक्यो 1 रह्यो अनि 2.5 थप्ने कि के चाहिँ भनेको नै त्यो 50 सक्यो 50 अब हिसाब गरिँदैन अब 50 गरिँदैन अब 2.5 दिन्छु यहाँ रङको रहेको काम पनि सिरियली गयो पैसा पनि सिरियली गयो 2.5 लाखमा चुक्ता गर्नु पर्यो अब त्यो यहाँ सुन्नु त्यो 50 अब हिसाब गरिँदैन पैसा सक्यो अब मैले भने जति काम क्लियर गरेर घर जिम्मा दिनु पर्यो अब 2.5 दिन्छु तपाईँहरूलाई गर्दाखेरि कति भयो भने ठ्याक्कै 3 लाख भयो 3 लाखमा त राम्रो घर बन्छ अनि मैले हिसाब गरी ठ्याक्कै गरेको ल त्यसो गर्नुहोस् भोलि पर्सिदेखि अब गएर कता गर्ने होस् म केही भन्दिनँ टाइल लगाइदिने त्यहाँ एकजना लिम्बू दाइले अस्ति नै लगाइदिन्छु भन्दै थियो फेरि मैले होस् त्यो घर भत्काउने भनेर नभए त भुइँमा टाली लाउने कतिमा लाउँछ भनेर सोधेको भोलिपछि तपाईँ आएर त टाली लगाएको ढल्दै गर्दाखेरि त आएर फेरि मलाई काम समात्नु हुन्छ होला नि त्यस्तो खालको टाली लाग्यो भने त अनि काम भएन होला त्यहाँ होइन टाली त काम समान होइन काम त अब क्लियर गर्नु पर्यो भोलि मान्छेले त्यस्तो हाँसुर त हुनु भएन नि तपाईँलाई र भेनालाई लिएर आउँछु नि यहाँ बिग्रियो है भनेर हो त्यो राखेर मैले टोटल 4.5 लाख रुपियाँ मागेको कि 4.5मा त राम्रो 4.5 लाखमा त तपाईँको गतिलो घर बन्छ उ त्यहाँ पर मदनपुरमा गएर हेर्नु न हो मेरा पनि छन् नि त चिनाजानाका कस्तो घर बनाउँदैछन् भनेर अनि मदनपुरमा अहिले एउटा घर बनाउनु अब नयाँ सृष्टि गर्नु र माथि पुरानो घर र भत्काएर कोएर लाँदा झन् सजिलो नि झन् तलको गाह्रो मेटिसकेको छ सट्ट त्यही गाह्रो अलिकति थपेर ढलाइ गरिदिने त्यसपछि त त्यही सिँढी बनाएर माथि जाने त हो नि
अढाई भएन नि त यता मैले अनि के अरे 50 त अलरेडी दिइसकेको छु नि त अगाडि गर्दाखेरि कति भयो अनि 3 लाखमा किन घर बन्दैन त्यतिको माथि त के छ र खर्च ल त्यसो सुन्नु त्यसो गर्न सक्नु हुँदैन भने अस्तिकै शर्तमा बनाइदिनु घर ट्याकै ढलाइ सलाई हाल्दिनँ काठ छँदैछ नि ट्याङ्की ट्याङ्क अस्तिकै शर्तमा किनभने अस्तिको शर्तमा त तपाईँले वरिपरि बिम सिम सबै माथि बुन्नै पर्छ नभए होइन त्यतिमा सक्नु हुँदैन अस्तिको शर्तमा घर बनाइदिनु सक्यो खेलै मैले किनभने नहुने बोल्नु भएन भोलि तपाईँहरूले काम लाएर मैले पैसा पुगेन म दिन सक्दिनँ अबर परेँ ढिलो भयो मेरो पैसाले पुगेन भन्नु नि भएन मैले सक्ने र आँट्ने गर्नु पऱ्यो क्लियर कुरो हुनु पऱ्यो भोलि तपाईँ हामी साथी भएर हिँड्न सक्नु पऱ्यो भेनाजु कहाँ म भेनाजु नमस्कार भन्दै म आउन सक्नु पऱ्यो भेना पनि यहाँ सालो भाइका निस्केर चिया खाएर जाउँ भन्ने हुनु पऱ्यो भोलि यो हाम्रो सम्बन्ध त जहिले गाडा हुनु पऱ्यो नि त अहिले बरु जे भन्ने जे अहिले हो कि भेना भन्नु त होइन यहाँ सुन्नु न भोलि मान्छेले यसरी कार्यक्रम गर्दै लाँदाखेरि मान्छेका त्यस्ता भएका छन् नि त म त भोलि त मलाई त भेना के छ ल भेना खबर यो मलाई चाहियो भन्दै म भेना कहाँ आउनु पऱ्यो कहिले भेना मलाई सम्झेर आउनु पऱ्यो यो यति रहनु पऱ्यो ल त्यसो गरौँ अब मैले तपाईँहरूलाई मारिन पनि सुन्नु तपाईँहरूलाई मैले मारिन पनि सोच्नुहोस् त्यसरी सक्नु हुँदैन भने ट्याक्कै अस्तिको शर्तमा घर बनाइदिनु काठसाठ छँदैछन् डाङपिडाङ फेरि हचुमा काठ मागेको छ मैले काठ बेच्नै पर्छ होइन हो बिममा सरा हाल्दै हो त्यसो बनाइदिनु हो त्यसै गरिदिनु नभए हो त दुई शर्तमा अब यसो गरौँ दुई शर्तमा कुन सजिलो लाग्छ तपाईँहरूले त्यही बनाइदिनु म डराउने भएदेखि यहाँ सुन्नु न म डराउने भएदेखि दिने थिइनँ बिग्रियो भने त कहाँ बिग्रियो भोलि यहाँ बिग्रेछ भनेर तपाईँहरूलाई कानमा समाएर लिन आइहाल्छु नि म त्यो बिग्रिने भनेमा म केही डराएकै छैन त्यो हो भेनाजु होइन त्यो 20,000 रुपियाँ यहाँ सुन्नु न त्यो तपाईँहरूले मागेको 20,000 पनि म भोलि पर्सितिर हात लगाइदिन लाउँछु तर त्यो 20,000 चाहिँ त्यही अहिलेको उबाट आउँछ नि त्यो के अरे त्यो अहिलेको हाम्रो अढाईमा जोडिन्छ त्यो 50 सक्यो त्यो 20,000 चाहिएको भन्दा हुन्छ त्यो पनि म पैसा अहिले तत्काल गरिदिउँला घर उधारेका दिन अनि म पैसा दिन्छु घर उधारेका दिन त्यो होइन त्यो छोडिदिनु न यहाँ मेरो कुरो बुझ्नु अब यहाँ अहिले फेरि भोलि बुझ्नु भएन नि अप्ठ्यारो छ यहाँ सुन्नु कुरो तपाईँहरूलाई अहिले 20,000 को आपत्ति परेछ 20,000 पैसा पनि म उपलब्धि गराइदिएँ मेरो कुरा बुझ्नु हो नि 20,000 पैसा म भोलि होइन तपाईँहरू कहिले काममा जानुहुन्छ म उपलब्धि त्यहाँ छोरीलाई भनेर नानी लिएर आइज भनेर लिएर आउँछ त्यसले उपलब्धि गराइदिन्छ होइन तर त्यो अस्तिको 50 अब हिसाब गरिन्न तर अब थपिने अढाईमै जोडिन्छ त्यो 20,000 चाहिँ होइन मैले हिसाब यहाँ सुन्नु मैले ट्याक्कै हिसाब गरेर मैले एक दुईजना साथीभाइसँग सल्लाह गरेर अनि यस्तो घर बनाउँदैछु भनेर त्यहाँ मदनपुरमा एउटा बन्दै गरेको घर पनि हेरेँ उधारे कतिमा बनाएको एउटा त्यहीँको तामाङले बनाउँदैछ ठेकदार तामाङ तपाईँहरू चिन्नु नि हुन्छ होला होइन अनि जे भन्नु त्यही होइन नि त यतिको घर बनाउन सकिन्छ अर्को मिस्त्री ल्याएर यतिको घर यस्तो बनाउन सकिन्छ कि सकिँदैन अड्कल त गर्नु परेन ल्याएर बनाइदिने तपाईँलाई त्यस्तरी ठेक ल्याइदिन सक्छु नि त मान्छे मैले तपाईँहरूलाई घाटा नलाग्ने गरी बोल्नु पऱ्यो होइन भोलि तपाईँहरूलाई घाटा लाग्ने गरी मैले बोल्ने त्यो होइन अब त्यो अब यसो उता नगरौँ यो दुईवटा शर्तमा तपाईँहरूलाई कुन शर्त मन्जुर छ यसमा गर्नुहोस् होइन पैसा चाहिँ फेरि यहाँ सुन्नु पैसा चाहिँ मेरो त्यो घर बनाइसकेर पछि 1-2 महिना पछि दिन्छु है भन्ने हुँदैन मेरो भनेको ह्यान्ड टु ह्यान्ड क्यास यहाँ सुन्नु मेरो कुरा घर उधारेर थालेका दिन 50 हालिदिन्छु तपाईँहरूले ढलाइ गर्ने दिन 50 दिन्छु अनि त्यहाँबाट फेरि माथिल्लो तल्लो गएर माथिल्लो तल्लो ढलाइ हाल्ने दिन 50 दिन्छु कति भयो अनि त्यस पछाडि अरू बाँकी रहेको फिनिसिङ गरेका दिन दिन्छु घर जिम्मा लगाएको दिन
बस्छ अनि लेबर मिस्त्री त अनि हात बाँधेर बस्दा भइ अनि तपाईँ अगाडि अगाडि पैसा लग्नुहुन्छ त त्यो त त्यस्तै हुन्छ अब तपाईँले घर उधारेकै दिन दिँदैछु नि त म 50 त घर उधारेकै दिन 50। तपाईँले यहाँ सुन्नु त्यो अगाडि सक्नु भनेको होइन काम गरेको बेला जति 2 जना 3 जना मिस्त्री जतिजना काममा आउँछन् त्यो त मिस्त्रीलाई तपाईँले जहिले सुकै दिनु न म त ड्यामडेमै दिँदैछु त घर उधारेकै दिन 50 त दिइहालेँ नि घर तपाईँले छानो उधारेकै दिन 50 त दिइगएँ त अनि अब तपाईँले मलाई 50 दिनुहुन्छ मेरो 80,000 रुपियाँ सक्यो मैले पुँजीमा थपेर दिनु पर्यो नि त त्यो त भएन नि त अनि त्यो चाहिँ तपाईँको चाहिँ घर बनिनुभन्दा अगाडि अगाडि पैसा लिने खालको कुरा भयो त्यस्तो गरी त हुँदैन कसैले पनि दिँदैनन् होला जस्तो लाग्छ मलाई त मैले त ठ्याक्ठ्याकै त फेरि मेरो ढिलो भयो अलिक दिन थामिदिनु भन्दिनँ मेरो ठ्याक्कै अब पर्सि मेरो घरको ढलाइ हालिँदैछ भन्दा भोलि नै पैसा दिन्छु म यसो गर्नु कि तपाईँको त्यो घर छ नि त्यो घर उधाएर सटिङ गर्छु म बुझ्नुभयो नि सटिङ गरेर ढलाइ हाल्दै 1 लाख रुपियाँ दिनुपर्छ घर उधारेको दिन 50 नलाने त्यो उधारेर तपाईँको त्यो उधारेर पिलर अहिले म पिलर उधारेर सटिङ गरिदिएपछि ढलाइ हालेपछि 1 लाख दिने ए भाइ उधारेको दिन नदिने ल उधारेको दिन नदिने सटिङ हालेर ढलाइको दिन 1 लाख हुन्छ त्यो घर उधारेर सटिङ गरिदिन्छु ढलाइ हालेको दिन 1 लाख दिनु त्यहाँदेखिको माथि भनेको माथिको ढलाइ हाल्दाखेरि भनेको माथि त सानै हुन्छ त्यो 50,000 दिँदा पनि ठिकै छ केही छैन होइन अनि अरू बाँकी सकेर दिँदा पनि हुन्छ तर काम थालेपछि त कुर्सी पिलर हाल्दाखेरि अब पिलर हाल्नु थालेपछि बिम उधार्न थालेपछि माथि त्यो अलि अब बिचमा यस्तो छ कि हप्ता त हप्ता चाहिन्छ भन्ने अब त्यो एकमुष्ट लिँदाखेरि चाहिँ मलाई अलिक समस्या पर्ने हो क्या त्यसो होइन अब त्यसरी एकमुष्ट पैसा लिँदाखेरि 15 दिन 22 दिनको पेमेन्ट बगाउने कति चाहिँ ढ्याङढ्याङ दिने ढले गाडी हेर्नु अब म 15 दिन या 22 दिन या महिनाभन्दा अगाडि पैसा काम गर्ने इच्छा छ भने आइज इच्छा छैन नआइज भनिदिने त्यसै भनेर काम गर्नु पर्यो महिना दिन 22 दिनमा ढ्यामै पैसा लिँदा चाहिँ काम गर्नेले अलिक मोटो पैसा लान्छ 2,000 4,000 लगु ग्यास र मासु खाँदै पैसा सकिन्छ अनि बुढो कुलो भन्न गफ बस्दै पहिला लडो जता जस्तै भनेर हो यो चाहिँ सरकारीको कि ठिकै छ त लु हुन्छ 2.5 नै भयो म गरिदिन्छु तर टोटल अब अहिले कति भयो 3.5 होइन कुरो त्यही हो ल अझै कुरो स्पष्ट गर्नु है 2.5 थप्ने अहिले तपाईँले 2.5 थप्नु भयो होइन